यातायात कार्यालय काभ्रेपलाञ्चोकले एक सूचना जारी गरेको छ। जस सूचना अनुसार विगत केही दिनदेखि रोकिएको लिखित परीक्षा तथा ट्रायल परीक्षा चाहिँ पुनः सञ्चालन हुने भएको छ। मिति 2083 साल 3 महिना 30 गतेदेखि राजस्व तिरेर लिखित परीक्षा दिन बाँकी रहेका सम्पूर्ण सहभागीहरूको चाहिँ भोलि 6 गते 4 महिना श्रावण 6 गते बुधबार लिखित परीक्षा सुमन ड्राइभिङमा हुँदैछ। त्यसै गरी 3 महिना 32 गते 4 महिना 1 गते राजस्व तिरेर ट्रायल परीक्षा दिन बाँकी रहनुभएका एकेबिसी वर्गहरूको ट्रायल परीक्षा चाहिँ पर्सि बिहिबार 7 गते बिहिबार सञ्चालन हुने भएको छ। वर्ग एकेबिसी 4वटा क्याटेगोरीको लिखित परीक्षा भोलि 6 गते र ट्रायल परीक्षा 7 गते बिहिबार सुमन ड्राइभिङमा हुनेछ। परीक्षाको लागि तयारी र अवस्थामा रहनुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूमा हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछौँ र हजुरहरू ड्राइभिङ सिक्ने सोच बनाउँदै हुनुहुन्छ, सुपथ मूल्यमा गुणस्तरीय ड्राइभिङ सिक्न चाहनुहुन्छ र ट्रायलको लागि ट्रायल प्र्याक्टिस गर्न मात्रै पनि गर्न चाहनुहुन्छ भनेदेखि बिएमके ड्राइभिङ स्कुल बनेपालाई सम्झन सक्नुहुनेछ। बिएमके ड्राइभिङ स्कुल बनेपा तिन्दो बाटोबाट सेनागल जाने बाटो